ल सबैलाई हामी हार्दिक स्वागत गर्दछौँ। श्रेष्ठ एन राई होमस्टे धनकुटा नगरपालिका 1ले यो माथि देखिएको चाहिँ नेपाली सेनाको 2 नम्बर बाहिनी अड्डा हो। त्यसपछि माथि लस्करै देखिने बत्तीहरू भनेको चाहिँ यो गुनासी जाने बाटोको हो। अनि यहाँ चाहिँ हाम्रा आज भने धरानबाट पाहुनाहरू 8 जना पाहुनाहरू आउनुभएको छ। यहाँ हात उठाउँदै हुनुहुन्छ सबले। अब यहाँ क्याम्प फायरमा एकदम बस्नु भएको छ। अब यहाँ एकछिनपछि अब म्युजिकमा उहाँहरू आफ्नै किसिमले डान्स गर्नुहुन्छ, रमाइलो गर्नुहुन्छ। कोही भाइहरू आउँदै हुनुहुन्छ भर्खरै। अनि त्यसपछि अब यहाँ एकछिनमा चाहिँ यो बार्बिक्यू गर्ने कार्यक्रम छ। बार्बिक्यूको सामानहरू सबै आइपुगेको छ। यहाँ चाहिँ हैन दाउरा, एक्स्ट्रा दाउरा यसरी सबै भइसकेको छ। अब यहाँ उहाँहरूले चाहिँ नि बार्बिक्यूको लागि सामानहरू ठ्याक्कै यहाँ ल सामानहरू चाहिँ टक्क रेडी भएको छ। सलाददेखि लिएर तोङ्बादेखि लिएर स्थानीय परिकार हैन सबै यसरी भएको छ। ल टक्क श्रेष्ठ एन राई होमस्टेमा यसरी चाहिँ आउनु भएको छ। ल